लास्ट फ्राइडे चाहिँ हामी नायग्रा फल्स गएका थियौँ। बिहान 10 बजे हामी घरबाट निस्क्यौँ। एयरपोर्ट पुगेर गाडी रेन्टल लियौँ। त्यसपछि चाहिँ हामी अलि अगाडि गएर क्लिभ्यान्डमा गाडी रोक्यौँ अनि ब्रेकफास्ट खानको लागि अर्डर गऱ्यौँ। मेरो चाहिँ अलि ढिला आइपुगेको थियो, त्यही भएर म चाहिँ गाडीमा खाँदै निस्केँ। त्यो विक चाहिँ क्यानाडामा फायर भएको थियो, स्मोकै स्मोक थियो, जतातिरै सबै क्लियरै थिएन। त्यही पनि हामी चाहिँ निस्क्यौँ, किनभने हामीले 1 विक अगाडि नै एयरबिएनबीहरू बुक गरिसकेको र क्यान्सल गर्न नमिल्ने भएकोले हामी चाहिँ निस्क्यौँ। ग्यास स्टेसनमा गएर आइसक्रिम खायौँ। त्यसपछि नायग्रा पुग्दा नायग्रातिर चाहिँ वेदर राम्रो नै थियो, स्मोक थिएन। हामी साँझको 5:30तिर पुगेका थियौँ। एयरबिएनबी पुगेर हामी फ्रेस भयौँ अनि कपडाहरू चेन्ज गरेर हामी चाहिँ फल्स हेर्नलाई निस्कियौँ। घाम लागि नै राखेको थियो अनि भोलिपल्टको वेदर चाहिँ खासै राम्रो थिएन, पानी पर्ने थियो। त्यही भएर हामी मेड अफ द मिस्ट बोट टुर चाहिँ आजै गर्ने भनेर गयौँ। हामीले टिकट काट्यौँ मेड अफ द मिस्टको लागि। त्यसपछि गएर हामी लाइनमा बस्यौँ। हामी पुग्दासम्म चाहिँ घाम गएर क्लाउड एकदम आइसकेको थियो। 6 बजेपछि चाहिँ एकदम क्लाउडी देखाइरहेको थियो वेदर। त्यही पनि हामीले टिकट काटिसकेका थियौँ। बोट राइडको लागि हामी चाहिँ रेडी भइसकेको थियौँ। हामी त्यसपछि बोटमा गयौँ। हामीलाई चाहिँ ब्लू कलरको पन्चो दिएको थियो, किनभने हामी फल्सको एकदम नजिक जानेवाला थियौँ र मिस्टले पुरै भिजाउनेवाला थियो। त्यही भएर फल्स यति राम्रो देखिरहेको थियो टाढैबाट पनि। वेदर क्लाउडी भएर अझै घाम लागेको भए चाहिँ अझै राम्रो देखिन्थ्यो होला, यस्तो राम्रो देखिरहेको थियो। हामी चाहिँ नजिक नजिक गइरहेको थियौँ। नजिकबाट त्यो फल्सलाई हेर्दा त यति धेरै राम्रो फल्स, यति धेरै राम्रो कि हेरेको हेरे भयो। मिस्टले गर्दा चाहिँ राम्रोसँग आँखा खोल्नै सकिरहेको थिएन। अनि यो चाहिँ क्यानाडाको बोट हो, क्यानाडा साइडबाट आउने बोट यो चाहिँ। अनि हामी चाहिँ फल्सको एकदम नजिक गइरहेको थियौँ। जति नजिक गयो त्यति धेरै राम्रो थियो फल्स चाहिँ, तर यति धेरै मिस्ट कि त्यसले गर्दा आँखा राम्रोसँग खोल्नै सकिरहेको थिएन, राम्रोसँग त्यो भ्यू हेर्नै सकिरहेको थिएन। अहिले पनि मलाई चाहिँ रिग्रेट हुन्छ, म त्यति धेरै फल्सको नजिक गएर पनि राम्रोसँग आँखा खोलेर फल्सलाई हेर्न सकिनँ भनेर। एकदमै धेरै मिस्ट थियो। फल्स चाहिँ एकदमै धेरै राम्रो थियो। घाम लागेको भए चाहिँ फल्स अझै राम्रो देखिन्थ्यो होला। हामीले त्यो चाहिँ घाम लागेको बेला चाहिँ हेर्न पाएनौँ। त्यही पनि यतिको हेर्न पाउँदा पनि एकदमै धेरै राम्रो फल्स थियो यो चाहिँ। हामी चाहिँ मिसले गर्दा पुरै नै भिजिसकेको थियौँ। यो नायग्रा फल्स चाहिँ नर्थ अमेरिकाकै एकदम ओल्डेस्ट टुरिस्ट अट्र्याक्सनमा पर्छ। यो बोट राइड चाहिँ लगभग 20 मिनट जतिको हुन्छ। अनि अब हामी चाहिँ फर्किँदै थियौँ। फर्किँदै गर्दा पनि त्यो फल्स छोडेर चाहिँ जानै मन थिएन। एकदम राम्रो फल्स हेरिरहनु मन लाग्ने। अनि त्यो पारिपट्टिको चाहिँ क्यानाडा हो। त्यसपछि चाहिँ अब हामी बफेलो सिटी जाने, बफेलो सिटी हेर्ने त्यहाँबाट भनेर निस्कियौँ। सिटी जान चाहिँ हामीलाई लगभग आधी घन्टा जति लाग्ने थियो। अनि रात पर्न सुरु भइसकेको थियो। अब डिनर पनि उतै बफेलो सिटीमा गर्ने भनेर हामी एउटा मेक्सिकन रेस्टुरेन्टमा गयौँ। बफेलोमा चाहिँ हामीले नेपाली रेस्टुरेन्ट खासै राम्रो भेटेनौँ, त्यही भएर हामी चाहिँ मेक्सिकन रेस्टुरेन्टमा गएर खाना खायौँ। एकदम मिठो थियो खाना चाहिँ। म भेजिटेरियन भएकोले खासै मिठो खाना खान पाउँदिनँ बाहिर निस्किँदा, त्यही पनि यो मेक्सिकन डिस चाहिँ मिठो थियो एकदम। त्यसपछि चाहिँ बफेलो सिटी एक्सप्लोर गर्ने भनेको, तर सिटी चाहिँ एकदम सुनसान थियो, खासै त्यस्तो चहल पहल केही थिएन। त्यसपछि चाहिँ हामी फल्समै फर्कियौँ त्यहाँ नाइट भ्यू हेर्नको लागि। नाइट भ्यू अझै राम्रो देखिन्छ भनेर माथि रिभर हुँदै फल्ससम्म हामी बिस्तारै हिँड्दै हिँड्दै गइरहेको थियौँ। यति राम्रो देखिरहेको थियो। राति पनि त्यो पानी बगेको साउन्डहरू त झन् यस्तो राम्रो सुनिएको रातिमा। अनि फल्समा पनि पुरै लाइट फ्ल्यास भइरहेको थियो। यस्तो राम्रो थियो कि त्यहीँ बसिरहँ जस्तो लाग्ने। एकदमै फल्स चाहिँ एकदमै राम्रो देखिरहेको थियो। झनै नजिकबाट हेरिरहेका थियौँ यो बेला चाहिँ हामीले फल्स नाइटको समय। भोलि अब फेरि यही ठाउँमा आएर हेर्नुपर्छ भनेर हामीले एकैछिन त्यहाँ बसेर फल्स हेऱ्यौँ। त्यसपछि चाहिँ आजको लागि यति नै भनेर अब हामी चाहिँ हाम्रो एयरबिएनबीमा फर्कियौँ। बाँकी नायग्रा फल्सको टुर म भोलि गराउनेछु। थ्याङ्क यू फर वाचिङ।